हेलो नमस्ते नमस्ते सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा, मेरो नयाँ युट्युब च्यानलमा। नयाँ यसरी कि योभन्दा अगाडि पनि पढाएर चाहिँ हालिरहेको हुन्थेँ, तर त्यो चाहिँ मेरो अर्को युट्युब च्यानलमा हो होइन। त्यसमा त अलिक मिक्समाक्स भयो क्या कन्टेन्ट, अनि यसमा चाहिँ जस्ट इन्जिनियरिङसँग रिलेटेड मात्र भिडियोहरू राख्छु भनेर नयाँ च्यानल खोलेको छु होइन। अनि ल अब यो नयाँ च्यानल फर्स्ट भिडियो। अनि यो च्यानलको उद्घाटन चाहिँ म केबाट गर्दैछु भने जस्ट म अलि न्युमेरिकल ओरिएन्टेड हुन्छु होइन। थ्योरी चाहिँ मलाई अल्छी लाग्छ, तर जुन न्युमेरिकल हामी गर्छौँ नि, अब म हाइड्रोपावरवाला कुरा गर्दैछु, त्यसमा चाहिँ एक दुईवटा कुरा चाहिँ ब्याकग्राउन्ड थपाउनुपर्छ क्या। सो त्यही ब्याकग्राउन्ड इन्फर्मेसन लिएर आएको छु, त्यस पछाडि हामीले न्युमेरिकल गर्छौँ है। ल आज चाहिँ केबाट सुरु गरौँ भने इन्भाइरोमेन्टल फ्लो है। यो इन्भाइरोमेन्टल फ्लो भन्ने कुरा धेरै इम्पोर्टेन्ट छ क्या, धेरै नै इम्पोर्टेन्ट छ कि। यो जस्तो हामी न्युमेरिकल गर्छौँ नि, न्युमेरिकल गर्ने बेला यसलाई कन्सिडर गर्नुपर्ने पर्छ होइन हाइड्रोपावरमा। अब के रहेछ भन्ने कुरा थोरै कुरा बुझौँ ल है, रमाइलो छ क्या यो कुरा। अलिअलि कुरा बुझेपछि अनि न्युमेरिकल गर्दा पनि एकदम धेरै रमाइलो हुन्छ है। लक्षण ल पहिला सुरु एउटा नर्मल लेआउट कस्तो हुन्छ हाइड्रोपावरको नर्मल लेआउट कस्तो हुन्छ हेरे त। जस्तो के छ भने यहाँ यसरी मैले खोला बनाइरहेको छु ल, खोला पनि हो होइन। अनि यहाँ म के राखेको हुन्छु त, ध्यान दिएर सुन है सबैजनाले। यहाँनिर म डाइभर्जन हेडवर्क्सहरू राखेको हुन्छु हो। यहाँबाट गेटेड स्ट्रक्चरहरू हुन्छ होला, यसले पानीलाई पोन्डिङ गर्छ। अनि यहाँनिरबाट चाहिँ मैले के राखेको हुन्छु त, यहाँ गुड, यहाँनिर मैले इन्टेक राखेको हुन्छु। के राखेको हुन्छु, यहाँनिर मैले इन्टेक राखेको हुन्छु। अब इन्टेकबाट होइन नर्मल लेआउट मात्र बनाएँ ल मैले। इन्टेकबाट यहाँनिर अर्को के होला, यहाँनिर के आउँछ, सेटलिङ बेसिन आउँछ हो कि होइन। यहाँनिर के आउँछ, सेटलिङ बेसिन आउला हो। सेटलिङ बेसिन आइसके पछाडि यहाँबाट अब बल्ल टनेल अथवा क्यानलहरू सुरु होला हो कि होइन। टनेल अथवा क्यानल सुरु होला। यहाँनिर सर्च ट्याङ्क पनि हुनसक्यो, अर्को के हुनसक्छ, फोर वे ट्याङ्क पनि हुनसक्यो हो कि होइन। त्यस पछाडि यहाँबाट चाहिँ बल्ल के आउँछ, यहाँबाट के आउँछ, यो मेरो पेनिस्टक्सहरू आउँछ, पेनिस्टक पाइप आउँछ। अल्टिमेटली यहाँनिर पावर हाउस हुन्छ, यहाँनिर टर्बाइन छ है। यहाँ मैले के बनाएँ, पावर हाउस छ। मैले के गरिरहेको छु, यहाँ पानी थियो है, पानी कहाँ थियो, पानी त यहाँ थियो, पानी यहाँ थियो। यो पानीलाई यसले छेकेर मैले यताबाट यसरी पठाएँ है। पानी चाहिँ यसरी लगिरहेको छु है मैले, यसरी लगिरहेको छु, यसरी गयो। अल्टिमेटली यहाँ टर्बाइनमा घुमायो। अनि अल्टिमेटली हामी यो टेल रेस क्यानलबाट चाहिँ कहाँनिर पठाउँछौँ त, यो पानीलाई कहाँनिर पठाउँछ त, रिभरमै पठाउँछौँ कि डाउन स्ट्रिम। भनेको मतलब पानीको मात्र फ्लो हेर्ने भयो, के भयो, यहाँ चाहिँ पानी यसरी गयो। अनि यो टेल रेस क्यानल टर्बाइन घुमिसके पछाडि जुन पानी निस्क्यो नि, यसलाई चाहिँ यहाँबाट अनि अल्टिमेटली कहाँ पठायो, अनि चाहिँ बल्ल रिभरमा पठायो। तर यहाँबाट कुरा यहीँ आउँछ, परन्तु भन्छ नि, परन्तु योवाला सेक्सनमा के भएर त, पानी छ त, यहाँ पानी नै छैन। यहाँ भएको पानीलाई मैले यसरी डाइभर्ट गरेँ अनि अल्टिमेटली यहाँ गएर मिसाएँ। यो पछाडिको सेक्सनमा पानी छ, यसको अपस्ट्रिममा पानी छ, तर वाट अबाउट दिस सेक्सन हो। अनि यदि अब यो सेक्सनमा मैले पानी नै पठाइनँ भने त यो सेक्सनमा के हुने भयो, यो पर्टिकुलर सेक्सनको इकोलोजी होइन, पोन्ड इकोसिस्टम, यहाँ त मछलीहरू हुन्छ, माछाहरू हुन्छ होइन। यहाँ अनि यसको डाउन स्ट्रिममा बसेर कुनै लोकालिटी हुनसक्छ होइन, यहाँ मान्छेहरूको बस्ती हुनसक्छ। अनि उनीहरूलाई त इफेक्ट गर्ने भयो नि त। द्याट्स वाइ वी हेभ टु कन्सिडर वाट इन्भाइरोमेन्टल फ्लो। कुरा बुझ्यो, भनेको मतलब के रहेछ भने चाहिँ के गर्नुपर्छ भने, इन्भाइरोमेन्टल फ्लो अनुसारले चाहिँ के भन्छ भने, कुरा बुझ्यो नि है। इन्भाइरोमेन्टल फ्लो अनुसारले चाहिँ के भन्छ भने, एटलिस्ट भने उसको काम के हो भने, सबै पानी त्यता पठाउनु हुँदैन, केही पानी चाहिँ सधैँ छोडिरहनुपर्छ है। यहाँ पनि यहाँको इकोसिस्टमलाई कहिले एफेक्ट गर्न दिनु भएन। यहाँको पोन्ड इकोसिस्टम हुन्छ, यहाँको डाइभर्सिटी हुन्छ, बिग्रिनु भयो नि त। यहाँनिर त पानी नभएपछि त यहाँको मान्छेहरूले के खाने हो भने, हेलो म कहिलेकाहीँ क्याम्पिङ गएर मलाई खोलाकै बिहान जाइन्छ, म त सक्दिनँ मैले त, अलिक खाने क्या ठिकै छ। भनेको मतलब यो रिजनमा त पानी नै नहुने भयो नि त हो, तर त्यस्तो हुन दिनु भएन। त्यही भएर इन्भाइरोमेन्टल फ्लोले चाहिँ के भन्छ भने,
इन्भाइरोमेन्टल फ्लोले चाहिँ के भन्छ भने एटलिस्ट के भन्छ भने मिनिमम 10% अफ मिनिमम मन्थली फ्लो। कुरा बुझ्छ के भनेको? एउटा कुरा सुने हाल ल, यो कुरा कसरी बुझ भने जस्तो बर्खाको समयमा छ र मैले यो पावर हाउस चाहिँ केमा डिजाइन गरेँ मानौँ Q40 मा डिजाइन गरेँ। Q40 भनेको थाहा छ? यो पनि जान्नुपर्छ है। Q40 भनेको के हो भने त्यो पनि बुझिहाल्यो। Q40 भनेको के हो? 40 भनेको वर्षको 40% अफ टाइममा चाहिँ यति डिस्चार्ज एभाइलेबल हुन्छ। जस्तो मानौँ Q40 भनेको कति छ अरे ल मानौँ 60 मिटर क्युब पर सेकेन्ड छ भने वर्षको 40% अफ टाइममा चाहिँ यति डिस्चार्ज एभाइलेबल हुन्छ भन्न खोजेको क्या। कुरा बुझ्यो? अब मानौँ मात्र ल, रेनी सिजन छ अरे। रेनी सिजन एकदम अहिलेको जस्तो समय क्या, असार साउनवाला समय त्योवाला छ भने त्योवाला समयमा हामीलाई पानीको फ्लो पर्याप्त आइरहेको हुन्छ नि। जस्तो 100 थियो अरे, इमेजिन गरौँ ल, 60 थियो, 60लाई डिजाइन गरिरहेको थिएँ मैले। जस्तो 100 मिटर क्युब पर सेकेन्ड आइरहेको छ अरे क्या पानी। त्यो भयो भने के हुन्थ्यो हेर त, म इन्टेकलाई चाहिँ त्यो 60, यहाँबाट म डाइभर्ट गर्छु कति, यहाँबाट म डाइभर्ट गर्छु 60 हो, बाँकी भएको 40 त यता गयो भनेपछि परन्तुसँग मतलब भएन है। परन्तुसँग मतलब भएन किनभने आइरहेको छ पानी, ठिक छ। बट वेट अ सेकेन्ड, यो त कुन बेला भयो? असार साउनवाला बेला भयो। जस्तो ड्राई सिजनको बेला होइन, जुन बेला जाडोको समय हुन्छ नि होइन, मङ्सिर पुस माघ फागुन होइन, हो त्यो बेला के हुन्छ? पानीको मानौँ जस्तो 10 मिटर क्युब पर सेकेन्ड भयो अरे। जस्ट इमेजिनवाला डाटाहरू है, 10 मिटर क्युब पर सेकेन्ड भयो। वेट अ सेकेन्ड, म त 60 को लागि डिजाइन गर्दै थिएँ, पुग्दैन भनेपछि त्यो 10लाई अब त 10 मिटर क्युब पर सेकेन्ड आइरहेको छ, यो 10 को 10 पठाउने हो त? हुँदैन त। मैले अब यदि 10 को अघि बढी भएको बेला त 40 गइरहेको थियो, आनन्द भइरहेको थियो होइन, 100 हुँदा 40 गइरहेको थियो, ठिकै थियो। 10 भइरहेको बेला मैले 10 यता पठाएँ भने यता चाहिँ के जाने हो र भने के झरो यता 10 आएको बेला, 10 मात्र आएको बेला, अनि 10 अब मैले 10लाई नै यता पठाएँ भने यता चाहिँ के जाने हो? अनि मैले भनेको जस्तो अवस्था हुन्छ, 10 यता पठाएँ भने यता चाहिँ केही नै जाँदैन पानी, अनि यता पानी नै नगइसकेपछि के हुन्छ? परन्तुवाला कन्डिसन आउँछ। त्यही बायोडाइभर्सिटी, इकोसिस्टम, पोन्ड इकोसिस्टम, यहाँको मान्छेहरूलाई यहाँ डाउनस्ट्रिममा यो रिजनमा बस्ने जुन त्यो मान्छेहरू छ उनीहरूलाई एफेक्ट गर्ने भयो, लोकल पिपलहरूलाई धेरै कुरा हुन्छ। द्याट्स वाइ इन्भाइरोमेन्टल फ्लो हामीले कन्सिडर गर्नुपर्छ है। अब हामी हिसाब गर्दाखेरि जस्तो 100 मिटर जस्तो 10 मिटर क्युब पर सेकेन्ड आएको छ भने हामी के गर्छौँ थाहा छ? हो यहाँ मैले लेखाएको छु नि है, यो पुरा छैन है। 10% अफ मिनिमम मन्थली फ्लो, जस्तो मिनिमम चाहिँ 10 आइरहेको छ भने यसको 10% चाहिँ एटलिस्ट पनि यहाँ पठाउनु पर्छ। कुरा बुझ्यो? 10% अफ के पठाउनु पर्यो त? 10% अफ मिनिमम मन्थली फ्लो अर भन्ने कुरा एउटा आउँछ ल, अर अथवा EIA भनेको सुनेको छ नि है, EIA भनेको सुनेको छ नि है, इन्भाइरोमेन्टल इम्प्याक्ट एसेसमेन्ट। योबाट पनि एउटा डाटा हुन्छ, योबाट के आउँछ अरे योबाट पनि एउटा डाटा हुन्छ। अब हेर्ने यो र यो मध्ये विच एभर इज ग्रेटर त्यो भ्यालु चाहिँ एटलिस्ट पनि हामीले डाउन स्ट्रिममा सधैँ पठाइरहनुपर्छ। कुन बेला पठाउनु पऱ्यो? यो धेरै आएको बेला मतलब छ र 100 धेरै आएको बेला त यस्तो कुरा मतलब हुँदैन। जे भने जतिलाई डिजाइन गरेको छ त्यति टक्क पठाउने, बाँकी भएको यता गइहाल्थ्यो। जुन बेला कम छ त्यो बेला चाहिँ हामीले 10% अफ मिनिमम मन्थली फ्लो चाहिँ अथवा इन्भाइरोमेन्टल इम्प्याक्ट एसेसमेन्टबाट आएको जुन डाटा छ त्योभन्दा जुन ठुलो छ त्यो चाहिँ सधैँ कन्सिडर गरेर हामीले डाउन स्ट्रिममा पठाइरहनु पर्छ भनेर के भन्नुहुन्छ त? इन्भाइरोमेन्टल फ्लोले भन्नुहुन्छ है। इन्भाइरोमेन्टल फ्लोको बारेमा यति नै हो। यो मलाई के भने त, जस्तो मैले अब थोरै ब्याकग्राउन्ड दिएँ ल। अब अर्को कुरा भने ल, थोरै यो कुरा मैले किन भनेको भन्दाखेरि जस्तो हामी न्युमेरिकल गर्छौँ नि, न्युमेरिकल गर्दाखेरि के हो? फर्मुला के छ? पावरै निकाल्नु हो नि त। पावरै निकाल्नु छ नि त। पावर भनेको के हो? इटा गामा क्यु इन्टु एच। र केसँग रिलेटेड छ? यो डिस्चार्जसँग रिलेटेड छ नि त होइन। अब मैले के भने, अब हामीलाई जस्तो क्वेसनमा चाहिँ दिन्छ जस्तो 10 मिटर क्युब पर सेकेन्ड भनेर दिन्छ, मैले 10 राख्न पाउँछु त? यहाँ पाउँदिनँ। यो क्युमा चाहिँ कस्तो राख्नु पर्यो त? मैले जस्तो 10 छ भने 10मा पनि माइनस के चाहिँ गर्नु पर्यो त? एटलिस्ट 10% अफ, अब मिनिमम यही नै हो भने 10% अफ 10 गर हो। योवाला डाटा चाहिँ मैले केमा राख्नुपर्ने हुन्छ? मैले क्युमा राख्नुपर्ने हुन्छ। अनि यति गरिसकेपछि बल्ल मैले के गर्नु पाउँछु त? अगाडि हिसाब प्रोसिड गर्न सक्छु।
प्रोसिड गर्न पाउँछु ल। सो यो इन्भाइरोमेन्टल फ्लो भनेको कुरा बुझ्यो होला। 10% अफ मिनिमम मन्थली फ्लो अर इन्भाइरोमेन्टल इम्प्याक्ट एसेसमेन्टबाट जुन डाटा आउँछ त्यो दुईवटा मात्रै जुन ठुलो छ त्यति बराबरको पानी चाहिँ अलवेज हामीले डाउन स्ट्रिममा रिलिज गर्नुपर्छ, जस्ट टु मेन्टेन मेक स्योर यसको इकोसिस्टम, बायोडाइभर्सिटी, पोन्ड इकोसिस्टम, यहाँको लोकल पिपुलहरूलाई कसैलाई एफेक्ट नगरोस् भन्ने त्यो सोचले है। कुरा बुझ्यो ल। अब यति नै हो यसको ब्याकग्राउन्ड। अब यो यति जानिसके पछाडि हामी चाहिँ एक दुईवटा टाइपको न्युमेरिकल हान्न सकिहाल्छ है। त्यति नै हो ल। अब के भन्ने, अब मलाई त्यस्तो केही भन्न आउँदैन। मन पऱ्यो भने च्यानल लाइक सेयर सब्सक्राइब गरिदिनु होला। सो मैले जाने कुराहरू आउँछु भन्छु अनि जान्छु। बाई बाई, टेक केयर।